मानसिक स्वास्थ्यमा असर गर्ने समस्या केवल फेसबुक र टिकटकमा मात्र सीमित छैन। नमस्कार साथीहरू, आज हामी डिजिटल जिन्दगीको निकै महत्त्वपूर्ण तर एकदमै कम चर्चित विषयबारे चर्चा गर्नेछौँ। डिजिटल वेलबिङ एन्ड मेन्टल हेल्थ अर्थात् मानसिक स्वास्थ्य। सामाजिक सञ्जालको लतबारे त प्राय सबैले सुनेका छौँ, तर मानसिक स्वास्थ्यमा असर गर्ने समस्या केवल फेसबुक वा टिकटकमै सीमित छैन। आजको कार्यक्षेत्रमा हामी निरन्तर इमेल, स्ल्याक, जुम मिटिङ, प्रोजेक्ट म्यानेजमेन्ट टुल जस्ता प्रविधिहरूबाट घेरिएका छौँ। यसमा समस्या के हो भने लगातार आउने नोटिफिकेसनले हाम्रो ध्यान तान्छ, जसले कग्नेटिभ ओभरलोड अर्थात् दिमागमा अनावश्यक बोझ सिर्जना हुन्छ। त्यसैगरी मल्टिटास्किङको दबावले हामीलाई सधैँ व्यस्त देखाउने तर भित्री रूपमा थकाइले चुर बनाउने अवस्थामा ल्याउँछ। त्यसैगरी वर्कप्लेस टेक टुलको अत्याधिक प्रयोगले बर्नआउट बढाइरहेको छ, जसले कर्मचारीको उत्पादकता मात्र होइन दीर्घकालीन मानसिक स्वास्थ्यलाई समेत खतरामा पार्छ। तर समाजमा यसबारे गम्भीर छलफल भएको पाइँदैन। हामीले डिजिटल वेलबिङलाई केवल स्क्रिन टाइम घटाउने भन्ने सानो परिभाषामा सीमित गरेका छौँ। वास्तविक समस्या भने प्रविधिले हाम्रो कार्यशैली, ध्यान दिने क्षमता र आराम गर्ने अधिकारमै असर गरिरहेको छ। त्यसो भए यसको समाधान के हुन सक्छ त? कम्पनीहरूले राइट टु डिस्कनेक्ट नीति लागू गर्नुपर्छ, किनभने कर्मचारीहरूले कार्य समयपछि टेक्स्ट वा इमेलको दबाव महसुस नगरून्। त्यसैगरी नोटिफिकेसनको नियन्त्रण र डिजिटल मिनिमलिजम अभ्यास गर्नुपर्छ। र अर्को भनेको मानसिक स्वास्थ्यलाई प्रविधिको रणनीतिको केन्द्रमा राखेर डिजाइन गर्नुपर्ने बेला आएको छ। यदि हामीले आजैदेखि डिजिटल जीवन र मानसिक स्वास्थ्यलाई सन्तुलनमा राख्ने उपाय खोजेनौँ भने भविष्यमा प्रविधिले सुविधाभन्दा बढी मानसिक रोग निम्त्याउनेछ। तपाईँलाई के लाग्छ? एकपटक राम्ररी सोच्नुहोस् त, के हाम्रो कार्यक्षेत्रको प्रविधि नै नयाँ तनावको मूल कारण बन्न थालेको हो? कमेन्टमा आफ्नो विचार लेख्न नबिर्सिनुहोला।